चुचेपाटीबाट लेफ्ट कपनतिर हान्छु है साथीहरू। ठ्याक्कै पासाङ लामो शालिगबाट लेफ्ट कपन होदेर चाहिँ ए टोपी झऱ्यो। टोपी झऱ्यो टोपी टिपाउँ है गाइस, टोपी टिपाउँ। नयाँ भए म उठाइदिन्थ्यो, लगाएको टोपी के टिप्नु भनेर भन्दै नि त, भनेर भन्न पनि नमिल्ने फेरि। मैले चाहिँ हाम्रो सुलेमान सरलाई भेटेको छु है, हाम्रो इको सरलाई। नमस्ते। मेरो सानो च्यानल खोलेको छु युट्युब च्यानल। ल सब्स्क्राइब गरिदिनु होला है। साङ्गे झापाली या। थ्याङ्क यू। ओ कस्तो हावा यार, बाफ रे यार। ल साथीहरू, आज होलीको दिन चाहिँ बेलुका चाहिँ ठ्याक्कै 4 बजिसकेको छ है। एकदम ठुलो हावा चलिरहेछ काठमाडौँमा चाहिँ। काठमाडौँको बाटोघाटो यस्तो हेर्नुहोस्। अहिले म पिङ्गला स्थानमा आइपुगेको छु अफिसबाट छुट्टी। ल होइन ह्याप्पी होली। ए होली र होली, ह्याप्पी होली। हावा एकदमै लागिरहेछ, आवाज एकदमै कस्तो आइरह होला यार, के भन्छ त्यसलाई, विन्ड पुरा आइरह होला। राम्ररी सुनिदिनु होला है गाइज। तपाईँलाई स्वागत गर्न चाहन्छु फेरि पनि मेरो युट्युब च्यानल साङ्गे झापालीमा। वेलकम ब्याक टु माई युट्युब च्यानल। ल होली 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 र होली होली हो होली। के गर्नु हो साथीहरू, आज अफिस छुट्टी भएन, होली खेल्न हुन्थ्यो। के गर्नु, बिजी भए, बल्ल बल्ल बेलुका छुट्टी भयो। तपाईँहरूलाई भ्लग पनि के चाहिँ देखाउनु यार, रातिको भ्लग के देखाउनु भयो के देखाउनु। अनि तपाईँहरू चाहिँ होली राम्रै खेल्नुभयो होला, आशा छ होलीमा सबैको राम्रो भयो होला। हुन त काहीँ न काहीँ एउटा न एउटा लफडा त भइरहेको हुन्छ। त्यो लफडा चाहिँ अब भोलितिर न्युजमा सुनिन्छ, भोलि अथवा भरे। ए भैया मैले अब धेरै स्पिड कुदायो भने चाहिँ हावा आएर चाहिँ झन् उयो हुन्छ कि, आवाज चाहिँ ख्यार आउँछ। त्यही भएर स्लो मोसनमा जानु पर्ला। मोटो भ्लग चाहिँ धेरै पछि आयो साथीहरू। यसलाई यसो मिलाएर हेरिदिनु होला। यो साङ्गे झापालीको च्यानललाई नयाँ हुनुहुन्छ भने लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। होली त दिउँसो त खतरा भयो होला यार, के गर्नु यार, हेर्नै पाइएन यार। अब भरे फेरि भिडियोतिर हेर्नु पर्ला, भिडियोतिर हेर्दा थाहा हुन्छ कस्तो भयो कस्तो होलीहरू। काठमाडौँमा पनि धेरै रमाइलो हुन्छ, बबाल हुन्छ। सबभन्दा डेन्जर बबाल चाहिँ उता के भन्छ, हाम्रो यो बसन्तपुरमा हुन्छ। आज दरबार मार्गमा कन्सर्ट पनि छ गाइज। अब राति उता के जानु र कन्सर्ट, घरतिर लागिँदैछ। हेरौँ बाटोघाटोको रहल पहल होली भ्लग तपाईँलाई देखाउँछु है, हेर्नु राम्ररी। नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। धेरै पछि चाहिँ मैले मोटो भ्लग लिएर आएको छु। त्यस्तै समस्याको कारणले गर्दाखेरि तपाईँहरू बुझिदिनु होला है त, बुझेर हेरिदिनु होला। मोटो भ्लग आउँछ, नआउने होइन, अब बिस्तारै राम्रो मोटो भ्लग आउँछ साथीहरू, सपोर्ट गरिदिनु होला। भिडियो नहेर्नु, हेरिसकेपछि चाहिँ प्लिज च्वास 1 लाइक र 1 कमेन्ट हान्न चाहिँ लोभ नगरिदिनु होला है साथीहरू। यो चाहिँ मित्र पार्कको सिन है साथीहरू, मित्र पार्क, काठमाडौँको मित्र पार्क भन्ने यही हो। सुनसानै छ बाटो त छ, गाडीहरू छ, तर यतिको अरू भन्दा यो नर्मल हो। अरू दिनभन्दा सायद अब लोकल गाडीहरू सबै थन्किसा हुन्छ, खट्टु खाएर के खाएर होइन, पुरा गाडी साडी थन्किसा हुन्छ नि त ड्राइभरहरू, पुरा झ्याप्सिङ भइसकेको हुन्छ। कहाँ जाने भने कहाँ आउँछ साला, सिधा आउँछ यार, जहाँ भन्छु फेरि यतै पो आउँछ यार, कस्तो ठुलो पानी आउँला है काठमाडौँमा चाहिँ, ठुलो पानी आउँला गाइज बेलुकीतिर। म चाहिँ चाबेल चाहिँ भइसकेँ, चाबेल हान्ने हो टर्निङ 90 डिग्रीमा घुमाउने हो नि त स्कुटी, जे पर्ला होली हो नि त होली। म चाहिँ चाबेलबाट पूर्वपट्टि लागेँ, पूर्व भन्नाले बौद्ध जोरपाटी बेसी गाउँ,
तर म त्यता चाहिँ जान्न गाइस। म चाहिँ कहाँ जान्छु भने ठ्याक्कै यहाँ अगाडिबाट चुचेपाटीबाट चुचेपाटीबाट लेफ्ट कपनतिर हान्छु है साथीहरू। ठ्याक्कै पासाङ लामो शालिगबाट लेफ्ट कपन हो मेरो चाहिँ। होली खेलेर सबैजना होली खेलेर भिजेर पनि सुकेर पनि सबैजना यार घरतिर लाग्दो रहेछ नि चेलीबेटीहरू यार। के गर्नु, यो चाहिँ केबल टावर हो गाइस, केबल टावर। यहाँ चाहिँ फिल्म हल पनि छ है यो भित्र चाहिँ। होली 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 यो चुचेपाटी भयो। यहाँबाट चट्ट लेफ्ट हान्ने, लेफ्ट हानेपछि चाहिँ कपन महाङ्काल। ल चेकिङ यस्तो खतरा हुन्छ, चेकिङ पुरा भइरहेछ। तर मलाई चेकिङ गर्दैन भाइहरूले, किनभने म चाहिँ ड्युटीबाट यताबाट आएको छु नि त। उताबाट आउनेलाई चाहिँ चेक गरिरहेको छ गाइज। मलाई त चेक गरेँ नि बाल यार, बाल छैन नि त। सबै कुरा छ नि त, लाइसेन्स बिल बुक अनि अरू चाहिने कुरा के सब चिज छ। भएको बेला चेक गर्दैन हो। कितनी खूबसूरत तुझे रब ने बनाया, जीकर देखता रहूं कितनी खुशी। अहिले पानी ट्याङ्की महाङ्काल आइपुग्यो गाइस। पानी ट्याङ्की महाङ्काल सुनसान छ, सुनसान बाटोहरू सुनसान छ, जुन सुनसान। आजको भ्लग चाहिँ यस्तै भयो साथीहरू, माइन्ड नगरी हेरिदिनु होला। मोटो भ्लग भइरहेछ मेरो चाहिँ, स्कुटी भ्लग हो होइन। स्कुटी मोटो भ्लग एउटै त हो नि। अब सबैले बाइकमै गर्नुपर्छ नि छैन नि, स्कुटी पनि राइड भइहाल्छ होइन गाइस। त्यही भएर स्कुटी राइड गर्दैछु मोटो भ्लग। मेरो एउटा भाइले फोन उठाएन यार, फोन उठायो भने टोपी झऱ्यो। टोपी झऱ्यो, टोपी टोपी टिपौँ है गाइस, टोपी टिपौँ। नयाँ भए म उठाइदिन्थेँ, लगाएको टोपी के टिप्नु भनेर भन्दै नि त, भनेर भन्न पनि नमिल्ने फेरि। अब यहाँबाट राइट साइड गयो भने चाहिँ हामी पुग्छौँ आरुबारी तिनचुली। अब यहाँबाट लेफ्ट चाहिँ यो ओह्रालो, हामी टक्क ओह्रालो गयो भने चाहिँ हामी माङ्काल पुग्छौँ। माङ्कालको बाटो गाइस। यो अगाडिको चाहिँ सरकारी स्कुल जनकल्याण माध्यमिक विद्यालय सरकारी स्कुल गाइस। एकदम राम्रो छ, एकदम सरकारीमा टप स्कुल छ है, राम्रो। कसले भन्छ यार सरकारी राम्रो हुँदैन भनेर, यो बिल्डिङ सब त्यही स्कुलको ल। होली खेलेर आएछ कान्छी, के गर्नु। अहिले चाहिँ म ओह्रालो, कपन ओह्रालो। अब यहाँबाट लेफ्ट गयो भने चाहिँ फेरि गोपीकृष्ण चाबेल सिधा हामी गयो भने कपन बाटो हेर्दै गर्नु होला है। सायद कपन कोही नयाँ हुनुहुन्छ भने कपन गुम्बा जाने बाटो कता हो भन्नुहुन्छ होला, हेर्नु होला, देखाउँदैछु। हो यहाँ चेकिङ छ, मलाई चाहिँ चेकिङ गर्दैन। किनभने बुझ्नुहोस् न, चेक गर्दैन भने आहा आहा ए गाइस पानी पर्यो, पानी पर्यो। अब पानी पर्यो नि त गाइस, मेरो गोप्रो चाहिँ जोगाउनु पर्यो। गोप्रो जोगाएन भने बर्बाद हुन्छ है साथीहरू। पानी पर्यो, पानी पर्यो। गोप्रो जोगाउँ अभियान। ओ गाइस पानी पर्यो, पानी पर्यो। हैप्पी होली, हैप्पी होली।
ह्याप्पी होली। सुनसान छ रातमा यो साथमा। ओभरटेक त गर्नुपर्छ, अब स्लो गर्नुपर्छ, यसरी आउँछन् त। ल साथीहरू भिडियो कस्तो लाग्यो होइन, अब कस्तो लाग्नु र भिडियो राम्रै लाग्यो होला। बाटो हेर्दा हेर्दा वाक्क लाग्यो होला। हुनु त मेरो भ्लगमा धेरै भयो तपाईँहरूले बाटोहरू नहेरेको, आज चाहिँ हेर्नुभयो होइन। ल ठिक छ, जे जस्तो भयो नि लाइक कमेन्ट र सेयर गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु होला यो साङ्गे झापल युट्युब च्यानललाई।